टोड्के गण्डकी प्रदेशको म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गममा रहेको छ। समुद्री सतहदेखि 2430 मिटरको उचाइमा रहेको टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन मन दुवै चङ्गा बनाउँछ। गुराँसे जङ्गलको टाकुरामा रहेको टोड्केमा बर्खामा हिमाली मुस्कान, चराको चिरबिर र जङ्गलको हरियालीले लट्ठी बनाउँछ। कुहिरोले लुकामारी खेल्छ। फागुन चैतमा टोड्केको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क फुल्ने लाली गुराँसको दृश्य मनमोहक हुन्छ। पुस माघमा सेताममै हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ। बिहान, दिउँसो र बेलुकी पख हिमालको सौन्दर्य फरक फरक हुन्छ। गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो। यहाँ उत्पादन भएको मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ। स्वर्गद्वारी महाप्रभु लगायत धेरै सन्तले तपस्या गरेको टोड्केको धार्मिक महत्त्व पनि छ। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा तपोवन शिवालय र सिद्धथान पनि छ। शिवालय स्वर्गद्वारी आश्रम प्युठानको शाखा हो। स्वर्गद्वारी शिष्यहरू, पुजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन्। आश्रम परिसरमा गौशाला पनि रहेको छ। टोड्केदेखि करिब 25 मिनटको यात्रापछि पुगिने भङ्कासे धुरी र आश्रम सहायक गन्तव्य रहेका छन्। मगरको पुर्ख्यौली नाच, सोरठी, व्यानीमाया, सालैजु, भजन कीर्तन र पञ्चे बाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो। टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ। वनभोज खाना जानेहरूका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ। खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाई अल्टिच्युड खेल मैदान निर्माणाधीन अवस्थामा रहेको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाट 80 किलोमिटर पश्चिम र काठमाडौँबाट 285 किलोमिटर दूरीमा रहेको बेनीबाट गाडीमा टोड्के पुग्ने 5 वटा सडक छन्। बेनी, अर्थुङ्गे, झी हुँदै टोड्के 19 किलोमिटर, बेनी, अर्थुङ्गे, पात्लेखेत, वाखेत गाउँ हुँदै टोड्के 15 किलोमिटर र बेनी, अर्थुङ्गे, पुलाचौर, डडुवा, पूर्णा गाउँ हुँदै टोड्के 14 किलोमिटर दूरीको सडक प्रयोग गर्न सकिन्छ। 29 किलोमिटर दूरीको बेनी, सीमा, कुहु, पूर्णा गाउँ हुँदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिङ्गा तातो पानीमा स्नान गर्न र रमाउन सकिन्छ। 19 किलोमिटर दूरीको बेनी, गलेश्वर, पात्लेखेत, वाखेत, टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ। पैदल यात्रा गर्न चाहनेहरूका लागि बेनीको हुलाक चोकदेखि अर्थुङ्गे, पछै, ढोलथान, केभिल, जगन्नाथ, ढडेकोट, दरबार टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ। टोड्केको पूर्वोत्तर दिशामा झी, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णा गाउँ र पश्चिममा कुहु गाउँ छन्। धौलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झी गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ। झी र पूर्णा गाउँमा होमस्टे सुविधा छ।
टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ। 6 रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा 60 जनासम्म बास बस्न मिल्ने अट्याच बाथरुम सहितका कोठा र टेन्टको सुविधा छ। तालिम गोष्ठी सञ्चालन गर्न सेमिनार हल पनि छ। विद्युत, इन्टरनेट, तातो पानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनिया र कन्टिनेन्टल परिकार पाक्छ। स्वर्गद्वारी आश्रमको तीर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ। टोड्के घुमेर फर्कँदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोसेली लैजान पाइन्छ।